मेरो नाम मुना हो। म इटहरीमा बस्छु। म अहिले 31 वर्षको भए। मेरो आजभन्दा 14 वर्ष अगाडि बिहे भएको थियो। त्यसबेला म 16 वर्षको थिएँ। बाबाले केटा धनी पढे लेखेको केटा छ, सुखसँग जिन्दगी कट्छ भनेर फकाएर आफूभन्दा 16 वर्ष जेठो केटासँग बिहे गरिदिनु भयो। त्यसबेला ऊ 33 वर्षको थियो। निकै कहलिएको व्यापारी थियो। मेरो रूप वैश र यौवन देखेर मसँग बिहेको कुरा चलाएको थियो उसले। म पनि सुखी जिन्दगीको लालचमा बिहे गर्न तयार भएको थिएँ। विवाहको रातभरमा 4-5 चोटि उसले मेरो बाजो खेतको मजा लुट्यो। निकै केटाहरू पछि लागे पनि मैले त्यसबेलासम्म कसैलाई मेरो बाजो खेत जोत्न दिएको थिइनँ। सुरुमा त हाम्रो वैवाहिक जीवन राम्रै चल्यो। 1.5 वर्षपछि हाम्रो एउटा छोरी जन्मी। अनि बिस्तारै मेरो वैवाहिक जीवनमा फिक्कापन आउन थाल्यो। ऊ व्यापारको लागि 3-4 दिनसम्म बाहिरै बस्न थाल्यो। सँगै सुते पनि उसले मलाई चलाउन छोड्यो। उसलाई मधुमेह भएको थियो। डायबिटिज भएपछि हतियार उठ्दैन अरे। त्यही भएर उसले चाहेर पनि मेरो इच्छा पूर्ति गर्न सकिरहेको थिएन। म पनि आफ्नो परिवार सम्झेर आफ्नो चाहनालाई दबाइराखेको थिएँ। तर कतिन्जेलसम्म दबाउन सक्थे र यो गुम्सिएर विस्फोट हुन लागेको थियो। यस्तैमा रबिन नन्दको बुढा हाम्रो घर आयो। केही दिन अगाडि निता नन्द आएकी थिइन्। बिहे भएको 15 दिनमै ऊ बुढासँग विवाद भएर हाम्रो घर अर्थात् माइत आएकी थिइन्। त्यसपछि ऊ घर जान मानिनन्। रबिनलाई मैले केही दिन यही बस्नु म सम्झाएर नितालाई तपाईसँग पठाउला भने। रबिनले पनि हुन्छ भन्यो। किन घर जान नमानेको भनेर मैले नितालाई सोधेँ। निताले रबिन एकदमै बोका भएको र उसको कोब्रा साप एकदमै ठुलो भएको अनि हरेक रातभर गरेकोले खप्न नसकेर आफू माइती आएको कुरा बिस्तारै बताउँदै गइन्। निताले यसो भन्दा मेरो जिउ सिरिङ्ग भो। निताले त्यसो भनेपछि रबिन अगाडि बस्दा मेरो ध्यान उसको पेन्टको फस्नरतिर जान थाल्यो। नभन्दै उसको माल गजबकै ठुलो थियो। म घरमा बस्दा पनि राम्री भएर बस्ने गर्थे। मलाई 22 वर्षको भरभराउँदो जवानीले ढपक्क छोपेको थियो। गहुँगोरी ठुल्ठुलो भोगटे अनि छिनेको कम्मर, गोलो ठुलो चाक अनि पोटिलो खालको मेरो थाई देखेर मतिर रबिन आकर्षित हुँदै थियो। ऊ मेरो नजिक आउने र मलाई छुने कुनै मौका छोड्दैनथ्यो। नानीसँग खेल्ने अनि किचनमा मलाई हेल्प गर्थ्यो। अलि गर्दै ऊ मसँग जिस्किन इत्रिन थालेको थियो। एक दिन मेरो बुढा बाहिर जानु भएको थियो 2-3 दिनको लागि। म किचनको काम गरिरहेको थिएँ। के हो दिदी, दाइले माया गर्न छोड्नुभयो कि के हो? निराश देखिनुहुन्छ त? उसले भन्न खोजेको कुरा मैले बुझिहालेँ अनि मैले खोइ ज्वाइँ आजकाल उहाँ व्यस्त भएर होला, घरमा टाइम नै दिन सकिरहनु भएको छैन। हो र? चिन्ता नलिनु न दिदी, उहाँ बिजी भए पनि हामी छौँ नि तपाईसँग। म छु नि तपाईँलाई साथ दिने भनेर रबिनले सिधै ठोक्ने कुरा गर्यो। लाजले रातो हुँदै म त्यहाँबाट हिँडेँ। बेलुका राति म सुत्ने बेला भएको थियो। निता र रबिन बेग्लै सुत्थे। मेरो नानी पनि फुपूसँग सुत्न गएकी थिए। यो कुरा रबिनलाई राम्रोसँग थाहा थियो। जाडोको मौसम थियो। रबिनले मलाई कल गर्यो। मैले उठाएँ अनि उसले दिदी म आएको पनि निकै भो, अहिलेसम्म निता घर जान मानेकै छैन, अब भोलि घर जाउँ भनेको। अनि त्यही विषयमा कुरा गर्नुपर्ने थियो। म तपाईँको रुममा आऊँ भनेर सोध्यो। मैले पनि सोझो मनले हुन्छ नि त भनेर भनिदिएँ। एकछिनपछि रबिनले ढोका ढकढकायो अनि मैले ढोका खोलेर भित्र आउन अनुरोध गरेँ। ऊ पनि सिधै आएर मेरो बेडमा बस्यो। म पनि बेडमा खुट्टा पसारेर बसेँ। ऊ मेरो खुट्टाको छेउमा बसेको थियो अनि मैले माथिबाट सिरक ओढेँ। उसले पनि आछु छुछु भन्दै त्यही सिरकले आफूलाई ढाक्यो अनि निताको कुरा निकाल्यो। रबिनलाई मैले सम्झाउन थालेँ। तपाईले धेरै सताउनु भयो अरे। अब भर्खरकी केटी अलिक कुरा बुझ्दिन।
केही समय अरू लाग्ला सम्झाउन। मैले यति भन्दा भन्दै उसले आफ्नो हात मेरो खुट्टामा राख्यो। अन्जानमै परेको होला भनेर केही बोलिन, तर कुरा गर्दै जाँदा उसले हातलाई माथितिर सार्न थाल्यो। ऊ यसरी मसँग कुरा गरिरहेको थियो कि मानौ उसले केही गरिरहेकै छैन। मलाई भने अप्ठ्यारो लाग्न थाल्यो। बिस्तारै ऊ मेरो घुँडासम्म आइपुगेको थियो। उसले अलिअलि गर्दै मेरो साफ्रातिर सार्दै थियो। म भने के गरू भइरहेको थिएँ। अनि मैले उसको हात समाएर हटाइदिएँ। त्यसपछि ऊ एकैछिनको लागि शान्त भयो र फेरि उही हरकत देखाउन थाल्यो। उसले आफ्नो हातका औलाहरू रुखमा सर्प चढे झै गरेर मेरो तिघ्रामा दौडाइरहेको थियो। यति हुँदासम्म हाम्रो बातचित चलिरहेको थियो। अति भएपछि मैले रबिनलाई ज्वाई के हरकत हो यो भने ऊ बोलेन। मैले फेरि हातले समातेर उसको हात हटाइदिएँ। ऊ फेरि केही नबोली आफ्नो काम अघि बढाउन थाल्यो। मैले फेरि उसको हात झट्काएर हटाइदिएँ अनि हात उता लानु मलाई नछुनु भने। ऊ त रोकिनेवाला नै थिएन। ऊ झन् मेरो सामुन्ने आएर दुवै हातले मेरो तिघ्रा मुसार्न थाल्यो। मैले अहिलेसम्म बाँधेर राखेको जवानीको त्यो बाँध अलिअलि गर्दै मैन पग्ले झै गरी पग्लिरहेको थियो। बिस्तारै बेहोसीको आगोमा जल्दै थिएँ म। मुखले जति जे नाइ नास्ती गरे पनि शरीरले मागिरहेको थियो। अनि ऊ बिस्तारै बिस्तारै मतिर ढल्किन थाल्यो। हेर्नु ज्वाई, यो गलत हो, यो के गर्न खोज्नु भएको? तपाईको आफ्नो बुढी छ, मेरो बुढा आफ्नै छ। कसैले थाहा पायो भने के हुन्छ भनेर फेरि सम्झाउने कोसिस गरे, तर ऊ टेर्नेवाला कहाँ थियो र? उसले आफ्नो हातले मेरो दुवै गाला पछाडि समायो अनि मलाई हेर्यो। छोरा मान्छेको बलको अगाडि छोरी मान्छेको के नै लाग्छ र उसले झन् कसेर समाउन थाल्यो। अनि त के चाहियो र उसलाई भोको बाघले झै गरी म माथि आइलागो। म बेहोसी जस्तै भएछु। उसले दनादन मेरो ठेकीमा उसको खर्रिएको मदानीले मोही पार्न थाल्यो। उसका मदानीबाट घिउको पिचकारी हानेपछि ऊ निस्कियो। म पनि आफ्नो हिलाम्मे भएको ठेकी पुछपाछ गरेर सुते।